पालिका बन्द हुन्छ अनि चाहिँ योमा पर्ने असुविधाको लागि चाहिँ हाम्रो होइन हाम्रो योमा चाहिँ जनतालाई पर्ने असुविधा पनि यो प्रदेश सरकारले चाहिँ जिम्मा लिनुपर्छ। नागरिकता बन्द हुन्छ, सिफारिस बन्द हुन्छ, राहदानी बन्द हुन्छ, के बन्द हुन्छ के कहाँ बन्द हुन्छ यदि चाहिँ प्रदेश मामिला तथा हाम्रो विधायक समितिले तयार पारेको जुन मस्यौदा छ मस्यौदा हुबहु पास हुँदैन भने हाम्रो चाहिँ सारा पालिकाहरू बन्द हुन्छ र सम्पूर्ण कर्मचारीहरू हामी धनगढीमा यहाँ आन्दोलनमा चाहिँ बाध्य हुन्छौँ। हाम्रो संयोजकज्यू हुनुहुन्छ यहाँ अमिर सिंह साहुज्यू, उहाँको यहाँ अहिले नेतृत्वमा सङ्घर्ष समितिको सम्पूर्ण कर्मचारीको तर्फबाट सङ्घर्ष समितिका संयोजक अमिर सिंह साहुज्यू हुनुहुन्छ। हाम्रो गम्भीर सर खै गम्भीर सर अगाडि आउनु त एकछिन सङ्घर्ष समितिले विभिन्न नाराहरू तय गरेका छन्। हाम्रो 1 नम्बरमा छ सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तुरुन्त जारी गर। अहिले म पहिला सर्व पढ्छु होइन हजुरको। अनि अस्थायी तथा सरकारी कर्मचारीहरूको आन्तरिक प्रतिस्पर्धाद्वारा स्थायी गर्ने व्यवस्था लागू गर। यसअघि स्थानीय तहले ऐन नियम कानुन बनाई भए गरेका सेवा सुविधा तथा वृद्धि विकास जस्ता व्यवस्थालाई यथावत रूपमा कार्यान्वयन गर। सुदूरपश्चिम प्रदेश विधायक समितिले तयार गरेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन विधेयक हुबहु पारित गर। लोकसेवा आयोग र समायोजन ऐनबाट सहायक 14 पदमा स्थायी नियुक्ति भएका कर्मचारीहरूको सेवा अवधि यस ऐन प्रारम्भ हुँदाका बखत 5 वर्ष पुरा भएको भए एकपटकका लागि एक तहमाथिको पदमा कायम गर। लोकसेवा समायोजनबाट स्थापितको स्थानीय निकायको अधिकृत 6औं र 8औं पदमा नियुक्त भएका कर्मचारीलाई 7औं र 9औं तहमा कायम गर। सुदूरपश्चिम प्रदेश स्थानीय तह सङ्घर्ष समिति मिति 2081 चैत 4 गतेबाट हाम्रो सोमबारबाट आज सुरु भएको छ र अब एकचोटि म सम्पूर्ण साथीहरूलाई यो नाराको म उद्घोष गरिदिन हुन हार्दिक अनुरोध गर्दै म पहिला यसै ठाउँबाट वाचन गर्दछु। म आधा भन्छु, हजुरले जारी गर लागू गर अन्तिमको भन्नु होला। सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन हाम्रो सङ्घर्ष जारी छ, हाम्रो सङ्घर्ष जारी छ, हाम्रो सङ्घर्ष जारी छ, हाम्रो सङ्घर्ष जारी छ। कर्मचारी बीचको समता कायम गर, कर्मचारी बीचको समता कायम गर, कर्मचारी बीचको विभेद अन्त्य गर, कर्मचारी बीचको विभेद अन्त्य गर। हाम्रो सङ्घर्ष जारी छ, कर्मचारी बीचको विभेद अन्त्य गर, कर्मचारी बीचको विभेद अन्त्य गर, कर्मचारी बीचको विभेद अन्त्य गर। हाम्रो माग पुरा गर, हाम्रो माग पुरा गर। हाम्रो सङ्घर्ष जारी छ, हाम्रो माग पुरा गर, हाम्रो माग पुरा गर।